पोर्चुगल, स्पेन लगायत युरोपका अरू विभिन्न भागमा हिजो अप्रिल 28 तारिकको दिन लगभग दिनभरि इलेक्ट्रिसिटी अवरुद्ध भयो। यो इलेक्ट्रिसिटी अवरुद्ध हुँदा शहरको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त भयो। फ्लाइट शेड्युलमा रहेका प्लेनहरू क्यान्सल भयो। एयरपोर्टमा ठुलो भिडभाड र ठुलो तनाव देखिएको थियो र सडक यातायातमा पनि ट्राफिक लाइट बन्द भएको कारणले गर्दा थुप्रो ट्राफिकहरू जाम भएर लामो घण्टौँसम्मको रोडहरू अवरुद्ध भएको देखियो। बिजुलीबाट चल्ने मेट्रो अथवा ट्रेनहरू पनि पूर्ण रूपमा बन्द भएको अवस्था थियो। ठुला ठुला सुपरमार्केटहरू पनि बन्द हुन पुगे र साना साना पसलहरूमा एकदमै धेरै भिडभाड, पानी तथा खाद्यान्नहरूको अभाव देखियो। टेलिफोनहरूको नेट, इन्टरनेट सबै ठप्प भएको थियो। इलेक्ट्रिसिटी हिजो राति आएको छ, तथापि आज बिहानदेखि हामी बसेको एरिया लिस्बनको यो सिन्त्रा म्युनिसिपालिटीमा पानी छैन, जसको कारणले विद्यार्थीहरू स्कुल गइसकेपछि पनि फिर्ता आएको छ। यो के कारणले भयो भन्ने कुरा चाहिँ पोर्चुगलको पूर्व प्रधानमन्त्री आन्तोनियो कोस्टा र युरोपियन कमिसनकी उपाध्यक्ष टेरेसा रिबेराले हालसम्मको जानकारी अनुसार यो साइबर अट्याक अथवा साइबर आक्रमण हो भन्ने कुरा पुष्टि नभएको भनेर भनिएको छ। टेरेसा रिबेराले स्पेनको रेडियो 5 लाई दिएको इन्टरभ्यूमा यो कसैले नियतवश गरेको हो भन्ने पनि प्रमाण अहिलेसम्म भेटिएको छैन भन्ने कुरा जानकारी दिनुभएको छ। त्यसो भए यसको कारण के हुन सक्छ त? अनुसन्धान चलिरहेको छ। यसको कारण यही नै हो भनेर अहिलेसम्म कसैले भन्न सकिरहेको छैन। सबैले अनुमान गरिरहेको छ। अहिलेसम्मको घटनाको अवस्था हेर्दा पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेग्रोले यो समस्या स्पेनबाट सुरु भएको बताएका छन्। राष्ट्रिय ऊर्जा नेटवर्क आरियानले पनि भनेको छ, रियर एटमोस्फेरिक फेनोमेननको कारणले तापक्रममा असन्तुलन भएको र सोही कारणले गर्दा ऊर्जा प्रणालीमा गम्भीर असर परेको भनेर जनाइएको छ। दुर्लभ वायुमण्डलीय घटना घटेको भन्ने एउटा पूर्व अनुमान गरिएको छ। यद्यपि अहिलेसम्म ठोस कारण यो हो भन्ने कुरा कुनै आउन सकेको छैन। यो साइबर अट्याक हो कि भन्ने एउटा शंका पैदा भएको छ। अब आउँदाका दिनहरूमा अनुसन्धानले यसको पुष्टि पक्कै गर्नेछ। यसबाट हामीले के सिक्यो भने शहरको जीवन एकदमै धेरै टेक्नोलोजी अथवा यहाँको फेसिलिटी, नयाँ प्रविधिहरूमा धेरै डिपेन्ड भएको देखियो। यसले गर्दा 8-10 घण्टा इलेक्ट्रिसिटी नहुँदा धेरै नै समस्या, धेरै नै आपद विपद परे जस्तो अनुभूति फिल गरायो। एउटा लेसन लर्नको रूपमा नयाँ कुरा सिकेको छ अथवा सिक्छ भन्ने आशा अभिलाषा राखेको छौँ। हजुरहरूको दिन शुभ रहोस्। हवस् त, धन्यवाद।